नमस्ते फेरि पनि नयाँ भिडियो लिएर आज पनि उपस्थित भइसकेको छु म मेरो 22 बाट 24 पुगेको युट्युब च्यानलमा हजुरहरू सबैलाई स्वागत छ। गर्मी पनि के साह्रो बढेको हो चैत। गर्मीले गर्दा दिक्कै भइसक्यो, काम गरेर खान पनि गाह्रो छ। त्यसमाथि आन्दोलन भनेको छ, यो भनेको छ, त्यो भनेको छ, जामै जाम। यो गर्मीमा एकछिन जाममा बस्नु पर्यो भने नि बिजो हुन्छ, यस्तो गाह्रो हुन्छ है, रिङबाट लाग्छ मलाई त। हेरी गाह्रो छ दिनभरि बिहानदेखि रातिसम्म काम गर्नेहरूले कसरी काम गर्छ जाममै होइन। अनि फेरि आन्दोलन पनि के कस्तो हो, टिचरको आन्दोलनले के अरे डक्टरको आन्दोलनले कर्मचारीको आन्दोलनले हुँदा काम नपाएर मुला यो सरकारमै भएको प्रधानमन्त्रीको दल प्रधानमन्त्री आफैले पनि युवा के भनेर मुलाहरू युवा युथ सेलिब्रेसन भन्दै शक्ति प्रदर्शन गर्नु परेको छ। सालेहरूलाई काम साम छैन। यो मुला हाम्रै देशमा मात्र होला कि हाम्रै नेपालमा मात्र होला है यस्तो साला। प्रधानमन्त्री नै के भन्ने, प्रधानमन्त्रीकै दलले प्रधानमन्त्रीकै मुला पार्टीले शक्ति प्रदर्शन गर्नु परेको छ होइन। कसलाई देखाउने हो शक्ति? के साह्रो डर भएको हो यो सरकारमै रहेको दललाई पनि। विरोध छ यार, जनतालाई दुःख दिएको छ। ओके, आजलाई मेरो फर्स्ट राइड लगाइसकेको छ। अलिकति जहाँ त्यहीको राइड नलिकन आफूलाई पाएक पर्ने लाइन के अरे लाइन राइड लिएको भएर अलिकति कुद्नु पऱ्यो 10-15 मिनट जति। यही महेन्द्र रत्न क्याम्पसबाट राइड लागेको छ। नम्बर अर्कैको पठाएको छ, बुकिङ सायद अर्कैले गरिदिनु भएको होला, अरू नै मान्छेले। अब यहाँ क्याम्पस पुगेर फोन गरिहाल्नुपर्छ। म त यही एरिया घुम्ने भएर सबै राइड यतैतिरको लागिरहेको हुन्छ। कहाँ हुनुहुन्छ त अब? अर्को नम्बरमा पो दिएको थिएँ, अर्को नम्बरमा फोन गर्नु पऱ्यो। ए हो, त्यही नम्बर पठाउनु पर्छ। बस्नु हजुर। भिडको मन्दिरको मन्दिर कहाँ, के मन्दिर? भद्रकाली मन्दिर आउँछ। हामी कहाँ ठ्याक्कै कहाँ जानुपर्ने हो र? संसद भन्नाले सिंहदरबार। अनि कहाँ भिडभिड मण्डप कहाँ हो, सिंहदरबार कहाँ हो? भिक्टोरी मण्डप गेट। भिडभिड मण्डपबाट सिंहदरबार जाने पछाडिपट्टि भन्नुभएको? त्यसको लागि त भद्रकाली मन्दिर भनेर हाल्दा पनि आइहाल्छ नि। भिडभिड मण्डप भनेपछि यता अगाडिको देखाउँछ, लोकेसनै मिल्दैन। हुन्छ, लोकेसन मिल्दैन क्या त्यस्तो भयो भने। यता हो कि उता माथि नै हो? उता हो सिधा है। लोकेसन यता हाल्नु भएको रहेछ क्या। थ्याङ्क यू सो मच। ल फर्स्ट राइड नै एक ठाउँमा लोकेसन भनेर एक ठाउँमा आयो। अब यो त धेरै फरक थिएन, अलिकति यताउता मात्र हो। यता भिडको मण्डपै हो अब होइन, तर भिडको मण्डप भनेपछि यता भित्र हुन्छ नि त। अनि उहाँ चाहिँ उता अर्को गेटमा सिंहदरबारतिर जानु लाग्नु छ। अब यतातिर आएपछि अब बस्ने ठाउँ नै छैन। अब कता जाने? यहाँ आएपछि मान्छे पाउन यहाँ वान वे हो, उता भिडभिड मण्डपमा भए त वेट गर्ने ठाउँ हुन्थ्यो।
यहाँ वेट गर्ने ठाउँ पनि छैन। डक्टरहरूको पनि आन्दोलन हो, अघि डक्टरहरू गइरहेको यसलाई मिलाएर के छ हेरौँ अब यहाँ कहाँ गएर बस्ने हो। अब यहाँबाट घुम्न मिलेन, टुडिखेल पुरै घुम्नुपर्ने हुन्छ। अब कता जाने, अब सुन्दारातिर गएर बस्नु पर्ला। अब यस्तै त छ, के गर्ने, यहाँ बसेर मान्छे पनि पाउँदैन। अब सुन्दारातिर गयो भने चाहिँ अब पाइन्छ होला। अनि एउटा कुरा के भने यो इन्लाइभले कसम यार अब अहिले कमिसन बढाइदिएछ, फेरि रेट घटाएको छ, अब कमिसन बढाइदिएको छ। अब कमिसन बढाइसकेपछि झ्याउ के यत्तिकै त लो रेट छ, 80-90 रुपियाँ आउँछ 5 किलोमिटरको, 90 रुपियाँ 80 रुपियाँमा हान्दिएर आउँछ मान्छेहरूले यार। अब यहाँ कमिसन बढाइदिएछ 10%बाट 11%, हुन त 1% बढाएको हो। अब मान्छे 1% त हुने भन्दा, तर 1%ले पनि धेरै फरक पार्छ क्या। अब जस्तो 1000 रुपियाँ कमायो भने 1%ले पहिला भने 100 रुपियाँ बढी जान्छ क्या अहिले, होइन? 100 रुपियाँ बढी जानु भनेको त अनि धेरै हो। 1000 रुपियाँमा 10 रुपियाँ कमिसन लिन्छ, तर त्यसमा 10 रुपियाँले त्यो 10 रुपियाँले हामीले 100 रुपियाँ बढीको त्यो गर्न सकिन्छ क्या। 100 रुपियाँ बढीको राइड गर्न सकिन्छ नि त, त्यो पनि त हेर्नु पर्यो नि त। छैन, बढाएको छ। अब 11%, पछि 12%, 13% गर्ने होला, यस्तै त हो। झिल्के टावर, हाम्रो झिल्के टावर यता पछाडि धरहरा त्यत्तिकै छोडेछ पुरानो घर, अहिले यहाँ झिल्के टावर बनाएको छ, होइन? अनि यहाँ फेरि भित्र छिर्नलाई त्यहाँ यताउता डुल्नलाई पनि 50 रुपियाँ लाग्ने रे यार, के भन्ने। अब फोटोसोटो खिच्नलाई तल डुल्नलाई 50 रुपियाँ, भित्र धरहरा चढ्न त 200 रुपियाँ भइ नै गयो। रमाइलो छ, के गर्नु, जहाँ पनि यस्तै हो, पैसै पैसा, पैसै पैसा। पैसा छ त सबै कुरा छ, पैसा छैन त केही छैन। त्यही पैसाको लागि यसरी पसिना बगाइँदै यस्तो पसिना भएर घाममा घुम्दै निस्किनु परेको छ काम गर्नलाई, होइन? यस्तै त हो। पैसा छ त सबै छ, पैसा छैन त केही छैन। पैसा भयो भने सबैले माया पनि गर्दो रहेछ, पैसा भयो भने सबैले हेर्छ, होइन? काम गरेर खानलाई पनि गाह्रै छ। यत्रो गाह्रो भयो, हेल्थले दिएन भनेर काम जागिर यस्तो सिद्धार्थ ब्याङ्कमा, होइन, कल सेन्टरमा आनन्दको मजाको रमाइलो काम पाइरहेको थियो। अब हेल्थले साथ नदिएर काम छोडियो, अहिले यहाँ घाममा घोट्नु परेको छ। झन् कुरा त्यस्तै हो, के गर्नु, काम गर्ने भने यस्तै हो। हाम्रो धरहरा मोमो एन्ड फास्ट फुड, धरहरा मोमो त यहाँ सिकापोखरीमा 10 वटा होला, सबै धरहरा मोमो। त्यो रञ्जनाको सोडा भने जस्तै रञ्जनाको सोडा पनि जताततै, फ्रेन्चाइज पनि होइन क्या, नाममा बनाइदिने मान्छेहरूले। धरहरा पनि मोमो पनि त्यस्तै। अनि अर्को भनेको के, अरू के छ एउटा, धरहरा मोमो भयो, अनि पाउँ रत्नपार्क पाउँ भण्डार, ओहो जसले पनि पाउँ पसल खोल्ने नि रत्नपार्क पाउँ भण्डार। अनि बाहिरतिर जनकपुरतिर जाँदाखेरि हो पेडा नगर्नुपर्ने भन्ने सर होइन, त्यहाँ अगाडि त अनि जहिले घुम्न दिइरहेछ त सर। अर्को प्रश्न, त्यो त डबल लेन छ नि सर। हजुर, यहाँनिर बिचमा चाहिँ कट भयो भने भाग छुटेको छ भने तपाईँले राइट टर्न गर्न पायो सर। यहाँ सिधा बिचमा कुनै छ भने राइट टर्न गर्न पायो, सिधो रेखा छ भने राइट टर्न गर्न मिलेन है सर। अब त्यो त अनि पहिला जहिले अनि अरू पनि घुमि नै रहेको हुन्छ, नभएखेरि होइन नभए भन्दा नि अब थाहा पनि हुनु पऱ्यो नि त। आउनु भन्नु कता भएर म नयाँ भएर गाह्रो भएको सर। म पनि अब धेरै दिन भएको छैन सर, है अलिकति मलाई पनि गाह्रो भयो है। तपाईँ जानु के गर्ने यो, त्यो नागरी एप मेरोमा छैन भाइ। यता आउनु, कता जाने भाइ, कता जाने? जहिले हिँडेर बाटो हो यो। हजुर, जहिले खै देखाउनु दिन्छ, योबाट जानु पाएन नि। हजुर, यता देखाउनु, यहाँनिरबाट राइट टर्न गर्न पाएन कि म्याडम। यता देखाउनु, बोर्डहरू छ, 2टा बोर्डहरू छ राइट टर्न नगर्ने भनेर क्या। खै अब अस्ति पनि सरहरू त हुनुहुन्थ्यो, खै कुन हो बोर्ड, यो माथिको? हजुर, माथि देखिरहेको छ नि। अब 500 यो अनलाइन सिस्टम आएकोदेखि लाइसेन्स लिँदैन नि त उनीहरूले। अनि जहाँ जति जसरी चिट काटे पनि हुन्छ के,
अब लाइसेन्स चाहिँ लिँदैन अनि चिट मात्र काट्दिने। अब यो जहिले आइरहेको हो कि यो बाटो सबैजनाले कटे सबैले घुमाएको त्यहीँबाट घुमाइरहेको हुन्छ। त्यहाँ फेरि चिन्ह छैन, माथि चाहिँ छ, त्यहाँ तल घुमाउनु हुँदैन, चिन्ह पनि छैन क्या। थाहा नै हुँदैन। लाइट पनि फेरि त्यो कहिले काहीँ कन्फ्युज हुन्छ क्या, कहिले बल्या हुन्छ कहिले बल्या हुँदैन होइन। अनि त्यही अस्तिचोटि त्यही त भयो नि, दसैँ टाइममा झन् अब रोड त खाली खाली हुन्छ नि त, अनि ट्राफिकहरू त्यो लाइटनिर बस्दैन, कहाँ पर बसिरहेको हुन्छ। अनि अब बत्ती प्रायः जस्तो अफै भएर हुन्छ नि त, रोड खाली नै थियो। अब मैले पनि ठ्याक्कै याद गरेन, पहेँलो बत्ती बलेको रहेछ क्या, म चाहिँ बत्ती बिग्रेर त्यो पहेँलो छापछाप हुन्छ नि त, त्यस्तै भइरह होला भनेर अगाडि कटिहालेँ। पछि त त्यो पहेँलो बलेर रातो बल्नलाई पहेँलो बलेर रहेछ क्या, यादै भएन। अनि कति अगाडि पुगेपछि समातेर तपाईँले रेड लाइटमा पुऱ्याउनु भयो। त्यस्तै अब कति याद भइरह हुँदैन, कहिले काहीँ चाहिँ अब गल्ती गर्दिनँ भन्दा पनि भइरह हुन्छ क्या। तर ट्राफिकहरूको काम भनेको त फाइन लिने भन्दा पनि नियम बुझाउने हो नि त। यो अनलाइन सिस्टम त झन् झ्याउ छ क्या। अब यो लाइसेन्स उनीहरूले लाइसेन्स राख्दैन, क्लासहरू पनि केही लिनु पर्दैन, अनि उनीहरूलाई टाइम पास चिट काट्दियो, अनि कमिसन आयो चिट काट्दियो, बस त्यति। अनि जसलाई पनि जहाँ पनि जेमा पनि चिट काटिदिन्छ। अब यसरी बसिरहेको छ भने, स्कुटरमा बसिरहेको छ भने आएर चिट काटिदिन्छ तिनीहरूले। पार्किङको त कुरै छोड्दिनँ, एकछिन फोन आयो भनेर त्यो साइड लाउनु पनि हुँदैन। यही रोकिदिउँ। 150 हो, चेन छैन नि। ए हुन्छ। लाइसेन्स पनि लाइट परेछ खै कहाँ गयो? ए तल पर्यो। छैन ल केटाकेटी हो साथी हो, पाटन हस्पिटलसम्मको राइडमा आएको 150 रुपियाँको राइड थियो, 500 रुपियाँ फाइन तिरेर आयो। के गर्ने अब साला। त्यो टेकुमा टर्निङ अब जहिले त्यहाँ टर्न गरि नै रह हो, राइट टर्न। अब सिग्नल अलि त्यो टर्न गर्न मिल्दैन भनेर सिग्नल चाहिँ अलि तल छ, माथिबाट चाहिँ टर्न अब अलिकति माथि आइसके पछाडि टर्न सबैले गरिरहेको हुन्छ। अब टर्न गरियो, आफ्नो पनि गल्ती त गल्ती नै हो होला। अब खै अब 2 लाइन भएकोमा टर्न गर्न मिल्दैन भन्छ नि त। अनि अगाडि आयो, अलिकति अगाडि आएपछि त्यो डिभाइडर थिएन, अगाडि आएर टर्न गरिहाल्यो, जहिले टर्न गरेर हो। अब नयाँ ट्राफिक रहेछ त्यो एरियामा, काटिदिइहाल्यो चिट 500 रुपियाँको। 150 रुपियाँ कमाउने चक्करमा 500 रुपियाँ चुनाला। यस्तो भयो भने काम गर्नै मन लाग्दैन क्या मा। हुन त अब के भन्नु है, अब यस्तै हो आफ्नो फाइदा। अब एक दिनको कमाइको एक दिनको फाइदा सबै गयो होइन। यत्रो दिनभरि घाममा खटेर अनि यसरी चिट काट्दियो भने त अब तनावै हुन्छ नि। अब के भन्ने, अब यस्तै हो। अब उनीहरूको मुडमा पनि भर पर्छ, अब आफ्नो पनि गल्ती नै हो। अब के भन्ने, अब अलि अगाडिबाट घुम्न मिल्छ भन्ने जस्तो लाग्यो कि मलाई पनि। पहिला जहिले घुमिरह हो, पहिला कहिले रोकेको छैन, अब पहिला जहिले घुमिरह, त्यही भएर आफ्नो घुमिदिइहालेँ। अब त्यहाँबाट पनि घुम्न नमिल्ने रहेछ। सत्यानाश साथी हो। अहिले चाहिँ ठ्याक्कै 11:56 भएको छ होइन। दिउँसोको बिहानको 11:56 भएको छ। अनि आज वैशाख 12 गते
10 वर्ष अगाडि वैशाख 12 गते भूकम्प 1156 मा नै गएको थियो। अहिले चाहिँ म यहाँ लगन खेलमा छु, ठ्याक्कै 1156 मा लगन खेल जाउला खेल अब जाँदैछु लगन खेलबाट। अनि 10 वर्ष अगाडि ठ्याक्कै 10 वर्ष भयो आजबाट। अनि 10 वर्ष अगाडि चाहिँ भूकम्प आउँदाखेरि त्यो ठुलो भूकम्प विनाशकारी भूकम्प हो हाम्रो जेनेरेसनले नै यहाँ देखेको सबैभन्दा ठुलो भूकम्प होइन। त्यो आउँदाखेरि चाहिँ अनि म चाहिँ त्यो बेला रेसम फिलिली फिल्म हेर्दै थिएँ मेरो साथीहरूसँग। एउटा साथी अमेरिका जाँदै थियो, त्यो जानुभन्दा अगाडि रेसम फिलिली हेर्न गएको, क्लाइमेक्स पुग्दा पुग्दै आफै फिलिली भएर गजब सिभिल मलको टप फ्लोरमा थिएँ। कसम कसले पहिला त खुट्टा यत्रो जोरले कसले किन हलाउँछ साथीले भन्दा चाहिँ पछि त यस्तो हल्लायो उस्तो हल्लायो के गर्ने यार। हलबाट त हामी त सातो पुत्लो गयो। अनि बाहिर निस्किँदाखेरि पुरा पसलहरू सब फुटिरहेको रहेछ है। अनि लुटिरहेको छ मान्छेले यस्तो के अरे भूकम्प आइरहेको छ त्यो बेला पनि मान्छेहरू पुरै लुट तन्त्र मचाइरहेको छ। त्यहाँ ल्यापटप स्यापटप पसलको सिसाहरू फुटेको थिएँ, लुटपाट पनि मचाइरहेको थियो कोही कोही त। अनि हामी चाहिँ तल आएर टक्क हेरे पछाडि जब धरहरा ढलेको देखेँ त्यस पछाडि चाहिँ हाम्रो सातो पुत्लो के उड्यो। लाइफ टाइमको सबैभन्दा खतरनाक एक्सपिरियन्समा पर्छ थियो। म त सोच्न पनि सक्दिनँ क्या यस्तो खतरा यस्तो अहिले फेरि त्यस्तो भयो भने। अनि वैशाख 29 गते पनि फेरि भूकम्प त्यस्तै ठुलो भूकम्प आउँदाखेरि त्यो बेला पनि मलाई मेरो अफिसको अफिस बन्द थियो त्यही दिनदेखि खोलेको। त्यही दिनमा अफिसको टप फ्लोरमा 7th फ्लोरमा थिएँ। त्यही बेला भूकम्प आएर कसम हिजो के भन्ने अब यत्रो घन्टौँ बसिसके पछाडि यहाँ आएर यो ललितपुरमा आएर घन्टौँ बसिसके पछाडि बल्ल छ एउटा राइड लागेको छ त्यहाँ जाने, के अरे 16 खुट्टे जाने राइड लागेको छ। त्यही भएर चिच्याले राइड त अरू पनि नआएको होइन, तर चित्त बुझ्दो राइड नभएर चाहिँ म कुरिरहेको हो क्या। ललितपुरतिर जाने धेरै आयो अनि अर्को फेरि राइड पैसा नपुग्ने त्यस्तो राइडहरू आयो। अनि राइड लिनुभन्दा त म नलिउँ भन्ने विचार गरेँ मैले। को हुनुहुन्छ उहाँ नै हो कि अगाडि हुनुहुने जस्तो हुन्छ त। लोकेसनमा म आइसकेको छु। कहाँनिर हो र? त्यो अपार्टमेन्टको गेटनिरै छु म। ल हुन्छ नजिकै भएपछि डबल फोन गरिदिनु नि त। अनि त्यही भएर हो अपार्टमेन्ट और के हो अपार्टमेन्टबाट माथिबाट तल झर्दै हो क्या हो। भए कहाँबाट आउँछ हजुर 120 yes thank you 120 यस्तो घाममा काम पनि गर्नु छ है, राइड पनि राम्रो आफूलाई छिटो छिटो फेरि पनि आउँदैन के हो त्यो यार। अलिकति मजाको पैसा आउनु पर्यो नि। यत्रो घाममा हिँडेर खर्चै नउठ्ने जस्तो पेट्रोलकै फाइदा नहुने खालको राइड पनि के लिनु है। राइड त आउँछ अब त्यो जे पाइ त्यही राइड लिएर पनि कामै छैन नि।
हेरौँ अब नयाँ नयाँ राइड के कस्तो आउँछ, कतिको राम्रो आउँछ हेर्दै गरौँ। राम्रो आयो गर्ने हो, नराम्रो आयो आरामसँग बस्ने हो, के भन्छ अब। घाम परिरहेछ, छायातिर जाने, ओत्लाङ्गे बस्ने। यहीँ पनि पुरा यसो बस्ने ठाउँ पनि छैन हो, गर्मी गर्ने ठाउँमा त छ। यो भर्खरको राइड हेर्दै नहेरिकन मैले थिचिदिएको के हेर्दै हेरेन थिच्दा भन्दा मोबाइल यसो चलाउँदा चलाउँदा राइड रिक्वेस्ट आयो, झ्याप्पै थिचिहाल्यो। यसो हेरेको गङ्गाको बस पार्क जाने रहेछ, यो कोइटीमा रहेछ बस पार्क जाने। अलिकति राइड अलिकति पैसा पुगेन क्या, त्यस्तो घाटा त होइन। 110 जति आएको भयो भने चाहिँ 100 आयो। त्यतिकै चलाउँदा कहिले राम्रो राइड आउँदाखेरि चाहिँ चिद्दा पनि चल्दैन, कहिले चाहिँ चलाउँदा चलाउँदा ठ्याक्कै आफै यसो मोबाइल चलाइरहेको थिएँ, रिक्वेस्ट आयो, ठ्याक्कै क्लिक भएछ। यहाँ फेरि यस्तो छ अवस्था, फोन गर्नु पऱ्यो यार। यहाँ एकछिन जाममा परिराख्दाखेरि मान्छे अलमलिएला। क्यान्सल हान्दिनँ बेर छैन, अलिकति ढिलो भयो भने त क्यान्सल हानिदिन्छन् साथीभाइहरू। कहाँनिर हुनुहुन्छ लोकेसनमा? बाहिर हुनुहुन्छ नि, म आइपुगेँ उकालोनिर होइन, म आइपुग्न लाग्यो। ल अब पहिले फोन गर्नुपर्छ कि, नत्र त फेरि गाह्रो छ नि। पुसे कहाँ छन् हाम्रो साथी? नयाँ बस पाएको हो। ए दुईजनाले गरेको थियो भन्नाले के दुइटै गर्नुभएको हो कि? त्यही त दुवैजना जानु पनि दुवैजना हो, दुवैजना भए पनि दुवैजना भएपछि त फरकै परेन, जुन परे पनि के भयो र। यतै हो, यतै हो। यहाँबाट जानुपर्छ। तपाईँको उता फेरि बाइक छिर्नु दिँदैन अहिले? ओके, मेरो यो राइड पनि कम्प्लिट भयो। अब यहाँ चाहिँ म बसिरहँदिनँ। अब एकचोटि यहाँ वासरुम युज गर्नु पऱ्यो पेट्रोल पम्पको, त्यसपछि उता अगाडितिर जानु पऱ्यो। यहाँ बसिरहेर कामै छैन, यहाँ यति धेरै राइडर हुन्छ, जहाँ पनि राइडरलाई यति मान्छे हुन्छ कि यहाँ होइन। यहाँ बसेर कामै छैन क्या, फाइदै हुँदैन यहाँ बसेर, पाउँदैन राइडै। अनि यो बस पार्क चाहिँ यो एकदमै ठुलो छ है, यो म आइरहन्छु जहिले पनि यहाँ त। अनि यहाँ चाहिँ नेपालकै ठुलो बस पार्कहरूमध्ये पर्छ भन्थ्यो यो। अहिले चाहिँ एउटा राइड लिएर म किर्तिपुर आएको थिएँ। किर्तिपुर आइसके पछाडि अनि यहाँबाट राइड पाउनलाई चाहिँ तलै पुग्नुपर्छ क्या, त्यही झ्याउ लाग्छ क्या यार। त्यही भएर अनि किर्तिपुर ग्राउन्ड पनि यसो मजाले हेरेर आएँ, प्यासेन्जर पनि थियो, त्यही भएर मजाले चाहिँ त्यही गरेर चाहिँ हेरेन, बाहिरबाट एकछिन रोकेर यसो हेरेँ, बेसी बनाउनु पाएन। जो दामी बनाएको छ किर्तिपुर ग्राउन्ड पनि। अस्ति पनि म आइरहेको छु, यहाँ बाटो परेको बेला हेरिरहेको हुन्छु होइन। अनि अब 64-65 दिनमा भन्ने टाइममा चाहिँ नबन्ला होइन, तर पनि अझै 1-1.5 महिना थप्यो भने यो मजाले बन्छ। अहिलेसम्मको सबैभन्दा फास्ट काम हो। ठेकेदारहरूलाई पनि के गर्नुपर्छ है, यो बनाउने यो निर्माण व्यवसायीहरूलाई चाहिँ राम्रै भन्नुपर्छ, किनभने उहाँहरूले 2 महिनामा 8 गर्नुभएको हो नि त। अब सरकारले त जे पनि भन्छ, अब प्रधानमन्त्रीको 300 दिनको जिद्दी पुरा गर्नको लागि उनलाई बनाउने रे होइन 300 दिनमा। अनि 300 दिन भन्ने 300 दिनमा उनलाई 240 दिन चाहिँ साला प्रक्रियामै बिताउने। अनि यो कन्क्रिट बनाउने, यत्रो राम्रो बनाउन, यस्तो बनाउन चाहिँ तुरुन्तै बन्छ भनेर सोध्छ यिनीहरू सालेहरूलाई होइन। हो नि, बरु निर्माण व्यवसायीलाई त पुरस्कृत गर्नुपर्छ। 2 महिनामा यति काम सकाइसकेको छ होइन। ग्राउन्ड लेभलको काम त सबै सकिसकेको छ, फाल्टो पनि गाह्रो काम
अब त टक्क लेभलिङमा ल्याएर ढलान गर्ने त हो, त्यसपछि कुर्ची जोड्ने हो। अब कुर्ची जोड्नलाई ढलान गरेर 21 दिन त छोड्नु परिहाल्छ मिनिमम पनि, अनि त्यो टाइम त लागिहाल्छ, त्यो टाइम पनि त दिनु पर्यो। उनीहरू 2 महिनामा यत्रो काम गरिदिरहेको छ अझै पनि होइन, सरकारले भने जस्तो हुन्छ र जे पनि। आफू चाहिँ मलाई 240 दिन चाहिँ काम त्यहाँ प्रक्रियामा ठेका गर्नलाई नै त्यत्रो 200 दिन लगाइदिने, अनि काम निर्माण व्यवसायले काम गर्न चाहिँ अनि टाइममा गर्नु 2 महिनामा गराउनु पर्ने, कसरी सक्छ 2 महिनामा? यति भए पनि 300 मा गएर 8 गरेर गरेको छ होइन। म त मान्छु, राम्रै भन्छु यो निर्माण व्यवसायीहरूलाई चाहिँ, जुनले यो ठेका पाएको छ उहाँहरूले चाहिँ राम्रो गर्नु भएको छ। यो एरियामा हाम्रो यति धेरै मेमोरी छ कि पुरै यहाँ कति क्रिकेट खेल्थ्यौँ हामी पहिला होइन, जस टुर्नामेन्टहरू म्याचहरू कति खेल्थ्यौँ हामीले यहाँ होइन। रमाइलो हुन्थ्यो। अहिले यिनीहरू बच्चाहरू भाइहरू खेलेको देख्दाखेरि क्या पुरानो दिनहरू मिस हुन्छ क्या। अनि यहाँ किर्तिपुर यो भित्र छिर्ने बित्तिकै एउटा छुट्टै माहौल लाग्छ होइन मलाई चाहिँ, एउटा आनन्द के, किनभने बच्चादेखि खेल्दै आएको हुर्किँदै आएको ठाउँ हो क्या। क्रिकेट खेल्नलाई यहाँ आइन्थ्यो है पहिलादेखि नै, अनि यहाँ पनि कति म्याच खेलियो, यो यहाँनिर पनि खेलियो होइन। यहाँ खेल्दाखेरि मेरो यहाँ फुटेको थियो, बलले लागेर बल अनइभन बाउन्स भएर ठोकेर विकेट किपिङ गर्दाखेरि होइन लागेको थियो मलाई। अनि पनि यहाँ ताकत साकत लाएर टालेर खेले हो यहाँ, अनि त्यो गेम जितेको पनि हो। बल आयो जितेको पनि हो त्यो गेम हामीले मजाले, थुप्रै मेमोरी छ होइन। अनि अहिले यहाँ ट्युब ग्राउन्ड यस्तो दामी बनिरहँदा चाहिँ यहाँ कसम भनेको क्या मजा आउँछ क्या। हामीले सोचेरै पनि क्या एक्चुअली हेऱ्यौँ न त अब के छ अवस्था ट्युब ग्राउन्डको। अस्ति हेरेर गएको थिएँ यहीँबाट सर हेरेर, भिडियो चाहिँ खिचिएन। ग्राउन्ड कन्डिसन पनि पानी परेर होइन दामी भएको छ क्या जस। अनि यो मेन्टेन अहिले घाँस कटिङहरू पनि गरिरहेछ, गजब भएको छ। यहाँ बनाउन पनि धेरै राम्रो भइसकेको छ अहिले। अब यहाँ अहिले चाहिँ भित्र छिर्न दिँदैन, 5 बजेदेखि 6 बजेसम्म चाहिँ मिडियालाई होइन पत्रकारहरूलाई छिर्न दिन्छ 5 बजेदेखि 6 बजेसम्म। अनि ग्राउन्ड चाहिँ अहिले बवाल भइसकेको छ नि, हेर्दा यस्तो भइसक्यो, बवाल छ बवाल। काम चाहिँ भइरहेछ, मान्छेहरू कम रहेछ अहिले त। के हो आज त काम गर्ने छ नि त छ। ल छिटै बनेर यहाँ बसेर मजाले गेम हेर्न पाऊँ होइन, त्यही नै हो हामी सबैको इच्छा भनेको। अब डिजिटल स्कोर बोर्ड चाहिँ यतापट्टि साइडमा पनि एउटा राख्नुपर्छ जस्तो, कि त यसलाई सार्ने हो, तर एउटा ठुलो बनाए हुन्छ डिजिटल स्कोर बोर्ड पछि जस्तो लाग्छ। स्क्रिनमा त राखे पनि हुन्छ, स्कोर बोर्ड राम्रोसँग आउने गरी होइन। किर्तिपुर ग्राउन्ड पनि हेऱ्यो, काम के कस्तो भइरहेछ भनेर पनि हेऱ्यो होइन। अब आज चाहिँ अलिकति के सुस्त काम भइरहेको हो कि जस्तो लाग्यो। हिजो अस्ति त मजाले धेरै मान्छे थियो, काम पनि गरिरहेको जस्तो लाग्यो यहाँ। अब यहाँ बाटो पनि मजाले बनाउने होला, माटो जति ल्याएर सबै यहाँ पुरेछ, यही माटो फेरि त्यहाँ भित्र लगेर पनि पुर्नुपर्ने हुन्छ होइन। अब यहाँको बाटो, अब यो बाटोबाट नखोलिकन पछाडिबाट यहीँबाट छिरेर उताबाट मेन पहिला यतापट्टि साइडबाट छिर्थ्यो राइट साइडबाट, अब अगाडि गएर लेफ्ट साइडबाट छिर्ने हुन्छ होला भिआइपीहरू खेलाडीहरू पनि, पछि उताबाट छिर्छ। अनि अब नर्मल अडियन्सहरू चाहिँ त्यही माथि पहिलाकै ठाउँमा अलिकति माथिबाट बाटो बन्छ, त्यहाँबाट सर्टकट छिर्ने हुन्छ। अनि अब सेकेन्ड फेजमा चाहिँ अनि माथिको तल्ला पनि थप्छ सेकेन्ड फेजमा, त्यस पछाडि चाहिँ अन्डरग्राउन्डबाट छिर्ने हुन्छ। अहिलेलाई यति नै, जति हुन्छ त्यति बोनस फ्लड लाइट राम्रोसँग बोनस फ्लड लाइट र यो 15,000 क्षमताको टक्क बन्यो भने पनि मजाले पुग्छ होइन। मेन कुरा हामीलाई फ्लड लाइट चाहिएको हो, फ्लड लाइट भएपछि बेलुका गेम गर्न पाइन्छ, अनि हेर्न नि रमाइलो हुन्छ नि छुट्टै होइन। जहिले हाउसफुल हुन्छ होला यार फ्लड लाइट भएपछि त। क्रिकेटको क्रेज पनि त्यस्तो छ अहिले। ओके गाइज, आजलाई यति नै भिडियो। अब बस्दा 5 पनि बजिसकेको छ, अनि अब त घर जानु पर्यो होइन। सो भिडियो हेरिदिनु भएकोमा धन्यवाद। भिडियोमा केही नभए पनि यसो काम कसरी गरिरहेछ यस्तो रमाइलो हो होइन। माया गरिदिनु होला, च्यानललाई सब्सक्राइब गर्नु होला। सब्सक्राइबरहरू 24 पुगेको छ, अब बढाउँदै जानु होला। ओके गाइज, सी यू सुन।